सबैजनालाई जीवी सरको जीवी लर्निङ फिजिक्स च्यानलमा स्वागत गर्दछु। आज धेरै समयपछि एउटा भिडियो लिएर आइराखेको छु। यो सूचनाको लागि यो भिडियो प्रस्तुत गर्दैछु। तपाईहरुको रोड म्याप सेसन 12 क्लासको बोर्ड एक्जामको प्रिपरेसन, एनएबी 11 एन्ड 12 बोथको प्रिपरेसन म बिस्तारै ल्याउने बाचासहित केही समय ल्याउन सकिन, त्यसको लागि क्षमा प्रार्थी माग्दै म यो भिडियो अगाडि बढाउँछु। यो सूचनाको लागि मैले यो सेसन लिएर आइराखेको छु है। तपाईहरु चिन्ने सबैजनालाई जीवी सर लर्निङ फिजिक्स, जीवी लर्निङ फिजिक्स थाहा छन् केही सूचना ल साथीहरुको माझमा पुर्याइदिनलाई अनुरोध गर्छु। जीवी लर्निङ फिजिक्स है त। अब यहाँनिर अहिले मैले तत्कालै क्लास 11 को क्लास 12 को पनि ग्रेड 11 ग्रेड 12 पनि दुवै ग्रेडको लागि केही फिचर्स इन्क्लुड गरेर अनलाइन ट्युसन सर्भिस उपलब्ध गराइराखेको छु। थाहा पाउनु भएको छ होला। थाहा नपाउने साथीहरु र कोहीलाई थप फिजिक्ससँग प्रब्लम आयो, फिजिक्सको प्रब्लम आयो, सोलुसन चाहियो, गाइड चाहियो, मेन्टर चाहियो, के हेल्प चाहियो भने तपाईले मैले अहिले एनईबी बोर्ड एक्जामको लागि टार्गेट गरेर 11 एन्ड 12 बोथ है त एनईबी टार्गेट क्लास सञ्चालन गरिराखेको छु है। टार्गेट क्लास सञ्चालन भइराखेको छ। बेलुका हुन्छ, बेलुका 7 बजेदेखिको 8 बजेसम्म एउटा क्लास, यो स्पेशली क्लास 11 को, अनि 8 बजेदेखिको 9 बजेसम्म क्लास 12 को यो टार्गेट एनईबी टार्गेट अनलाइन फिजिक्स है, अनलाइन फिजिक्स ट्युसन क्लास सञ्चालन गर्दैछु। ट्युसन यो सर्भिसको की फिचर्स के छ भने म 100% ग्यारेन्टी पास एक्जाम हो है। पहिलो फिचर चाहिँ यो 100% ग्यारेन्टी हो ल। यो क्लासको ग्यारेन्टी क्लास हो, यो 100% ग्यारेन्टी हो है। अनि त्यस पछाडि अरु फिचर्सहरु हेर्नुस् है। मैले के गरिराखेको छु अहिले भने कम्प्लिट क्लास चाहिँ म आफै गरिराखेको छु। फिजिक्सको कम्प्लिट सेसन, कम्प्लिट क्लासेस बाइ जीवी सर। नयाँ भाइ बहिनीहरु सम्पर्कमा आउनु भएको छ, जोडिँदै जानु भएको छ। तपाईहरुको साथी कसैलाई हत्तै परिरहेछ, आपत परिरहेछ, फिजिक्समा 12 क्लास बोर्ड एक्जाम कसरी पास गर्ने भनी चिन्तितमा हुनुहुन्छ भने प्लिज सम्पर्क गराइदिनु होला। मैले युज गर्ने अनलाइन प्लेटफर्म चाहिँ म जुममा लिदिन है। जुम भन्दा गुगल मिट राम्रो छ मेरो बुझाइमा है। म गुगल मिट युज गरिरहेको छु। गुगल मिट प्लेटफर्म हो, यो प्लेटफर्म युज गर्छु मैले है अनलाइन टिचिङको लागि। दोस्रो चाहिँ हो मैले पावर पोइन्ट सो गर्दिन ल, त्यो मेथड इफेक्टिभ हुँदैन है। पावर पोइन्ट मेथड हैन, म राइटिङ ट्याब मेथड युज गर्छु। राइटिङ ट्याब मेथड यो लेखेरै सिकाउँछु क्या। यसको अर्थ हो लेखेरै मजाले बोर्डमा लेखेर नै कम्प्लिट डेरिभेसन्स, कम्प्लिट न्युमेरिकल, कम्प्लिट एमसीक्यू सबै एनईबी को टार्गेट क्लास हो। राइटिङ मेथडबाट नै हुन्छ भन्ने बुझ्दिनु होला। अनि अर्को चाहिँ छ यो क्लास भनेको ठ्याक्कै फिजिकल क्लास जस्तै हुन्छ ल। इक्विभ्यालेन्ट टु फिजिकल क्लास है। एकदमै ठ्याक्कै तपाई फिजिकल क्लासमा जे जस्तो फिल हुन्छ तपाईलाई ठ्याक्कै त्यही नै हुन्छ फिजिकल क्लास, इक्विभ्यालेन्ट टु फिजिकल क्लास। अनि म ग्रुपमा लिमिटेड स्टुडेन्ट हुन्छ है। ग्रुपमा लिमिटेड स्टुडेन्ट हुन्छ, धेरैजना राख्दिन म। लिमिटेड स्टुडेन्ट धेरैजना भएर क्राउडेड हुने, डिस्टर्ब हुने भन्ने हुँदैन है। लिमिटेड स्टुडेन्ट इन अ ग्रुप। अनि यहाँ एउटा स्पेशल फिचर्स के छ भने जसले होम ट्युसन खोजिरहनु भएको छ, होम ट्युसन खोजिरहनु भएको छ, त्यो होम ट्युसन पर्दैन ल तपाईलाई। यो क्लास पढी हेर्नुस् है। होम ट्युसन तपाईको होम ट्युसनको आवश्यकता पर्दैन ल। यो कम्प्लिट। फेरि एउटा कुरो ध्यान दिनु होला, तपाई होम ट्युसन पढ्दा जनरली अब्जर्भ गर्ने डिमेरिट भनेको बिगनर टिचर्सहरुबाट पढ्नुहुन्छ जसलाई एनईबी बोर्डको क्वेशनको प्याटर्न, क्वेशनको एप्रोच, क्वेशनको स्ट्यान्डर्ड, क्वेशनको लेभल, त्यो सब ओड भनेको के हो, कुन क्वेशन सर्ट क्वेशन सोध्ने, कुन क्वेशन लङ क्वेशन सोध्ने, रोड म्याप नै थाहा हुँदैन क्या बिगिनरलाई। पढाउन त मजाले पढाइन्छन् तर तिनीहरुलाई रोड म्याप नै, त्यो भनेको सिक्वेन्स, लङ क्वेशन, सर्ट क्वेशनको एप्रोच, डाइरेक्सन, कुनलाई न्युमेरिकल इम्फेसिस केही थाहा हुँदैन। पढाउन त पढाइन्छन्, डेरिभेसन झ्यामझ्याम गरिदिन्छन्, त्यसबाट जोकिनु होला। पढ्नुहुन्छ लास्टमा रिजल्ट आउँदैन।
हो त्योबाट जोगिनलाई जसले होम ट्युसन खोजिरहनु भएको छ ती स्टुडेन्टहरूलाई म स्पेसल रिकमेन्ड गर्छु यो ग्रुपमा जोइन गरेर पढ्नु होला, जसको लागि मैले एक दिन टोटल्ली फ्री ट्रायल क्लास दिइरहेको छु। फ्री एक दिन टोटल्ली ट्रायल क्लास पढ्नु होला, अनि चित्त बुझेको अवस्थामा मात्रै तपाईँ कन्टिन्यू गर्न सक्नुहुन्छ, सेटिस्फाई भएको अवस्थामा मात्रै है। र मैले जोड के दिएँ, जसले होम ट्युसन खोजिरहनु भएको छ, होम ट्युसन सिकर्सहरू जो हुनुहुन्छ उहाँहरूलाई स्पेसल रिक्वेस्ट गर्छु। र मलाई कन्ट्याक्ट गर्न मेरो आफ्नै नम्बर 9863205361, बोथ तपाईँ भाइबर युज गर्न सक्नुहुन्छ और वाट्सएप युज गर्न सक्नुहुन्छ। दुबईमा कन्ट्याक्ट पाउनुहुन्छ। र यति सूचनासहित तपाईँ बोर्ड एक्जाम नजिकिँदैछ, 12 क्लासको 11 क्लासको एकदम ख्याल गर्नुहोला भन्दै यो भिडियो म सूचनाको रूपमा राख्छु। र जसले युट्युब च्यानलबाट यो सूचना पाउनुहुन्छ ओके एकचोटि ट्रायल क्लास पढिदिनु होला। जसले पाउनु भएको छैन उहाँहरू र जसलाई आवश्यकता छ एकदमै फिजिक्स गर्नै पर्ने छ, फिजिक्स तपाईँहरूको राम्रो छैन भने साथीहरूको माझमा पनि पुर्याइदिनलाई अनुरोध गर्दै यो भिडियोलाई यतिमै रोक्छु। धन्यवाद है त। नमस्ते सबैजनालाई।